नमस्कार भाइ बहिनी, इनफ के भाइ बहिनी, एकदम इनफ के। लेट मी टेल यु, किन इनफ भने नि तपाईँ आफै इनफ हुनुहुन्छ क्या भाइ बहिनी। अब आफू इनफ भइकन पनि हामीलाई सिक्युरिटी खोज्छन् के। सिक्युरिटी भने चाहिँ जोडी बाँधिदिनु पर्यो है। अब किनभने जोडी बाँधेन भने त फेरि मान्छे त एकदम फलानो र ढिस्कानो के गरे त्यसले के गर्यो उल्लो घरले के गर्यो गर्न चाहिँ सबैले गरे हुन्छ नि, खालि मात्रै देखाएको मात्रै हुँदैन नि। बुझ्नुहोस् यो खोल्ने कुरा छ है। त्यसले गरेर सिक्युरिटी छैन यो दुनियाँमा। तपाईँको आफ्नो लाइफको पनि सिक्युरिटी छैन भनेपछि के को सिक्युरिटी। छोराछोरीलाई पनि जबरजस्ती पढ्न पठायो, उनीहरूलाई पढ्नु मन लागेको छैन, उनीहरूलाई खेल्न मन लागेको बेलामा यताउता घुम्न मन लागेको पढ्नमा प्रेसर गरेर के गर्ने, एकदम ठुलो विद्वान बनाएर नोकरी बनाउन, नोकर जब गर्नको लागि ठुलो स्ट्याटस, बाबुआमाको इगो। हरे शिवशङ्कर, त्यो चेन्जिङ ल्याउनुपर्छ जय नेपाल है। यो चाहिँ चेन्जिङ जबसम्म ल्याउनुहुन्न तबसम्म तपाईँहरूलाई शान्ति हुँदैन भाइ बहिनी। त्यो मैले हेरिसकेको छु। लभ यु गाइस, बाई। ओम शान्ति, ओम तत्सत।